माग्नु भन्दा पनि तपाईहरु भोट दिन उत्सुक हुनुहुन्छ। तर यो उत्साहमा तपाईहरु एक्लिनु नहोस् भनेर हामी यहाँ तपाईहरुलाई साथ दिन आएका हौं। आज देशैभरि बालेन शाहलाई प्रधानमन्त्री बनाउने र रवि लामिछाने जो हाम्रो पार्टीका सभापति हुनुहुन्छ उहाँले देखाउनु भएको त्याग, उहाँले गर्नुभएको परिश्रम र उहाँमाथि भएको सम्पूर्ण प्रहारसँग उहाँ एक्लै लडिरहनु भएको छैन। उहाँसँग हामी छौं र हामीसँग तपाई जनताहरू हुनुहुन्छ भन्ने कुराको यो प्रमाण हो। हामी परिवर्तनका नारा लिएर आएका छौं। हामी यो राज्यलाई परिवर्तन गर्छु भन्दै आएका छौं र तपाईहरु उत्साहित हुनुहुन्छ। तपाईहरु घण्टीमा मत हाल्छु भनेर मन बनाएर बसिरहनुको अवस्था छ। तैपनि हामी कहाँ चिन्तित छौं भन्दाखेरि तपाईहरुलाई धेरैले सोध्ने गर्छन् होला किन घण्टी, कस्तो परिवर्तन त? यसभन्दा अगाडि पनि परिवर्तनका नारा लगाइएकै हुन्, यसभन्दा अगाडि पनि मतदान भएकै हो, यसभन्दा अगाडि पनि नेताहरू आएकै हुन्। यसभन्दा अगाडि भएका चुनावहरूमा परिवर्तन भयो तर नेताको आफ्नो जीवनमा परिवर्तन भयो। यसभन्दा अगाडिका चुनावमा परिवर्तन भयो तर नेताका नातेदारहरूको जीवनमा परिवर्तन भयो। यो परिवर्तन तपाईहरुले अपेक्षा गर्नुभएको परिवर्तन, राज्यले जनताको जीवनमा गर्न खोजेको परिवर्तन प्रति तपाईहरुले अपेक्षा राख्नु भएको छ। अब नेतालाई सम्झिनु पर्दैन, तपाईहरुले हाम्रो नेता रबर हो भनेर भन्नु पर्दैन। हाम्रोलाई राज्य लागेको छ हामीलाई अगाडि बढाउन, हाम्रा समृद्धिका लागि र हाम्रा जीवनमा हुने सकारात्मक परिवर्तनको लागि सबैभन्दा ठूलो बिगुल चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले पुग्छ भन्ने कुरामा तपाईहरु विश्वस्त हुनुहुन्छ। हामीलाई थाहा छ तपाईहरु विश्वस्त हुनुहुन्छ। यसपालि घण्टीलाई मतदान गर्दाखेरि अबको अवस्था बदलिन्छ भन्ने कुरामा तपाईहरु विश्वस्त हुनुहुन्छ। तपाईहरुको विश्वास तोडिन्न। तपाईहरुको विश्वसनीयतालाई साथ दिनको लागि, त्यो विश्वसनीयतामा हामीले लाल मोहर लगाउनको लागि तपाईहरु माझ आज आएका छौं। तपाईहरु ढुक्क हुनुस्। यसपालि राष्ट्रिय जनता पार्टीले देशैभरि दबाब छैन, हामी माथि आर्थिक चलखेल गर्ने दबाब छैन, हामी माथि हाम्रै परिवारका सदस्यहरूलाई अझ धनी बनाइदिने कुनै दबाब छैन। हामी माथि कुनै कुराको दबाब छ भने त्यो जनभावनाको दबाब हो, त्यो तपाईहरुको समस्याको दबाब हो, त्यो तपाईहरुको जीवनको दबाब हो र तपाईहरुभन्दा आउने पुस्ताको भविष्यको दबाब हामीले बोकेका छौं। यो भन्दै गर्दाखेरि निर्वाचन लगभग एकपक्षीय देखिन्छ। अहिले मतदान माग्नेहरू, मतदान दिनेहरू लगभग घण्टीमै मत जाने देखिन्छ। तर एकपक्षीय निर्वाचन हुँदै गर्दाखेरि म सम्पूर्ण मतदाताहरूलाई संयमताका साथ फागुन 21 गते कुर्नुस् भन्छु। तपाईहरु सबै आतुर हुन्छ, भोलि नै मतदान भइदियोस्, भोलि नै घण्टीमा मत हाल्छु भनेर तपाईहरु आतुर हुन्छ। आतुर हुनु पर्दैन। आफ्ना भावनाहरूलाई, आफ्ना विचारलाई सबै माझ राख्नुस्। मतदान समयमा हुन्छ र मतदानलाई बिथोल्ने धेरै प्रयासहरू हुन सक्छन्, धेरै झगडा हुन सक्छन्, धेरैजनाले तपाईहरुमाथि जाइ लाग्न खोज्छन्। तपाईहरु संयमित भएर कसका लागि मत माग्दै हुनुहुन्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका लागि। कसलाई प्रधानमन्त्री बनाउन खोज्दै हुन्छ भन्दाखेरि बालेन शाहलाई प्रधानमन्त्री बनाउन खोज्दै हुन्छ। बालेन शाहले काठमाडौँमा गरेको काम नेपालमा मात्र होइन देश विदेशमा काठमाडौँको कामलाई मोडलको रूपमा हेरिन्छ र त्यही कामलाई धेरैभन्दा धेरै ठाउँमा पुर्याउनु पर्छ भनेर यस निर्वाचनमा 165 जना उम्मेदवारहरू होमिएका छन्, 110 जना समानुपातिक उम्मेदवारहरू होमिएका छन्। तपाईहरु संयमित हुनुभयो भने तपाईले विचारका साथ, अनुशासनमा रहेर, सभ्य भएर, सत्य बोलेर, निष्ठाका साथ साहस देखाएर विद्रोह गर्न सक्नुहुन्छ मतपेटिकाबाट। त्यो विद्रोहको लागि हामी कुरिरहेका छौं। जसरी तपाईहरु मतदान हाल्नको लागि, मतदान गर्नको लागि आतुर हुनुहुन्छ, हामी पनि जितेर गएर तपाईहरुको लागि काम गर्नको लागि आतुर छौं। आज राष्ट्रिय जनता पार्टीका सम्पूर्ण उम्मेदवारहरू आतुर छन्। तपाईहरु ढुक्क भएर मत दिनु होला। अब आउने दिनमा तपाईहरुको मत लुट्ने काम हामी गर्दैनौं। तपाईहरुको मायालाई नै मतमा परिणत गर्दै तपाईहरुको लागि हामी काम गर्ने छौं भन्दै
यही मेरा केही शब्दहरू अन्त्य गर्न चाहन्छु। अब हाम्रो कार्यक्रम सुरु हुँदैछ।